ल फेरि पनि स्वागत छ हाम्रो मित्रहरूलाई न्यू इरा रिकन्डिसन हाउसमा है। हामी चाहिँ पोखराको न्यू इरा रिकन्डिसन हाउसबाट बोल्दैछु। हाम्रो लोकेसन चाहिँ पोखरा नयाँ बजार स्ट्रिट नम्बर 9 मा रहेको छ। यसपालिको दसैँ तिहार धमाका अफरमा हामीले तपाईँहरूलाई चाहिँ भेस्पा स्कुटर पार्ने भनेर लकी ड्रमा पार्ने भनेर राखेको थियो भने चाहिँ दसैँ र तिहारको बिचमा राख्ने भनेको थियो। अब धेरै दिन छैन तिहार आउन पनि, लगभग चाहिँ 10-12 दिन होला। 10-12 दिनभित्र तपाईँहरूलाई चाहिँ हामीले चाहिँ भेस्पा स्कुटर लकी ड्रमा पार्न सक्छौँ है। लगभग हामीसित पल्सरहरू पनि 8वटा 7वटा जति छ है। यो त बुकिङ भइसकेको छ र अर्को यो रहेको छ तपाईँको हामीसित 21 मोडल हो यो पनि है। यसको प्राइस 1,80,000 मा आउँछ। यो छ ग22 को 2021 मोडलको, यो चाहिँ तपाईँलाई 2,25,000 त्यसमा डिस्काउन्ट हुन्छ। र अर्को हामीसित ग22 को 2021 मोडलको 150 ST भन्छ, यसलाई चाहिँ किकवाला हो। यो चाहिँ नन किकवाला हो है। यो नयाँ मोडल TD भन्छ, यसलाई ST भन्छ, यो किकवाला हो। यो चाहिँ तपाईँको 2,25,000 त्यसमा डिस्काउन्ट हुन्छ। र अर्को हामीसित ग14 को 150 छ किकवाला, यसको प्राइस तपाईँहरूलाई जम्मा 1,15,000 मा आउँछ। त्यसमा पनि तपाईँलाई पेन्ट गरेर हेडलाइटहरू सबै फेरेर स्क्र्याचहरू भएको सबै नर्मल गरेर आउँछ है। र अर्को हामीसित तपाईँको ग21 को 2021 मोडलको 150 TD छ, यसलाई पनि तपाईँहरूलाई 1,80,000 मा आउँछ। प्लस तपाईँको अर्को ग22 को 2021 मोडलको हामीसित 150 TD आएको छ, यसको प्राइस नि 2,25,000, त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। र एकदमै सस्तोमा बाइक खोज्दै हुनुहुन्छ भने यो तिहारको लागि तपाईँहरूलाई जम्मा ग7 को 2012 मोडलको 150 पल्सर, इन्जिन एकदम फ्रेस छ, अहिलेसम्म सोरुम कलर हो। तपाईँहरूलाई चाहिँ हामीले स्क्रैच भएको तपाईँलाई पेन्ट गरेर सर्भिसिङ गरेर मात्र तपाईँहरूलाई 75,000 मा यो बाइक दिन्छौँ हामीले। त्यसमा पनि तपाईँलाई एक्सचेन्ज अफर छ है। अब स्कुटर तर्फ जान्छु म है। स्कुटर न्यू इरा रिकन्डिसन हाउसमा धेरैजनाले चाहिँ युट्युबमा भिडियो आएन, अपडेट आएन भन्नुभएको थियो। सो हामीले तपाईँहरूको लागि चाहिँ 8 देखि 10 मिनटको भिडियो लिएर आइसकेको छु। चाँडोभन्दा चाँडो बुकिङको लागि खबर गर्नु होला र लोकेसनको लागि तपाईँहरूले चाहिँ हामीलाई WhatsApp गर्नु होला, कल गर्नु होला है। र हामीसित भेस्पा पनि छ ग19 को 2020 मोडलको हामीसित भेस्पा 125 सीसी को तपाईँको जम्मा 1,65,000, त्यसमा तपाईँलाई डिस्काउन्ट हुन्छ। र ग23 को 2022 मोडलको भेस्पा छ हामीसित ब्लू कलरको 2,15,000, त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। अर्को ग13 को 2017 मोडलको भेस्पा छ 1,25,000, त्यसमा तपाईँलाई मजाले नेगोसिएबल हुन्छ है। लानी गरेर आउनुहुन्छ नि तपाईँले हामीले चाहिँ 1,05,000 1,10,000 त्यतिसम्म दिन सक्छु यो भेस्पाहरू चाहिँ है। यसमा चाहिँ तपाईँहरूले एक्सचेन्ज अफर पनि छ। र अर्को हामीसित ब्ल्याकमा म्याट ब्ल्याकमा 1N भएको, यो चाहिँ 1N ग14 को 2018 मोडलको 1N हो है। यसको प्राइस चाहिँ तपाईँलाई चाहिँ फिक्स प्राइस 1,25,000 मा आउँछ। र अर्को हामीसित ग13 को 2017 मोडलको छ, यो भेस्पा लिन आउनुहुन्छ तपाईँलाई जम्मा 1,05,000 मा आउँछ है। 1,05,000 मा तपाईँलाई यो बडीहरू स्क्रैच भएको सबै पेन्ट गरेर हामीले न्यू बनाएर दिन्छु। र अर्को हामीसित ग24 को 2023 मोडलको SR 125 आएको छ एप्ला, यसको प्राइस 1,90,000 हो, त्यसमा तपाईँलाई डिस्काउन्ट गरेर 1,70,000 मा आउँछ। र अर्को हामीसित 1,85,000 को ग23 को 2021 मोडलको स्टम आएको छ एप्ला है, यो चाहिँ तपाईँलाई 1,60,000 मा आउँछ। नम्बर याद गरेर स्क्रिनसट गरेर आउनु होला र बुकिङको लागि तपाईँले WhatsApp गर्न सक्नुहुन्छ। र ग19 को 2020 मोडलको 1N हो स्कुटी चाहिँ है, ग्रेजिया 125 हो, डियोको यो होन्डा कम्पनीको। यसको प्राइस चाहिँ तपाईँहरूले चाहिँ जम्मा 1,60,000 मा फिक्स प्राइस आउँछ। त 1,60,000 फिक्स प्राइस आउँछ। त्यसमा पनि अझै लानी गरेर आजै बुकिङ गर्छु म यो लान्छु भन्नुहुन्छ नि तपाईँलाई त्यसमा चाहिँ 5,000 डिस्काउन्ट दिन्छु। र अर्को हामीसित FI वाला इन्जिन भएको ग21 को 2021 मोडलको हामीसित चाहिँ 1N जम्मा तपाईँको लगभग त्यही 12-15,000 पुगेको ग्रेजिया आइसकेको छ है। यसको प्राइसको कुरा गर्नु पर्दा चाहिँ तपाईँहरूले चाहिँ 1,95,000 छ, त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। र मार्केटमा सबभन्दा कस्टमरको हाई डिमान्ड भनेको चाहिँ डियो हो। र डियो हामीसित अब लगभग सकिसकेको छ है। यो रहेको छ तपाईँको ग24 को 2022 मोडलको डियो, प्राइस यसको 2,05,000 हो, त्यसमा तपाईँलाई डिस्काउन्ट हुन्छ। र अर्को हामीसित ग8 को 2013 मोडलको डियो छ है, यसको प्राइसको कुरा गर्नुपर्दा तपाईँलाई 85,000 मा आउँछ लास्ट प्राइस। ग9 को पनि छ, यो पनि बुक भइसकेको छ 95,000 मा है। र ग22 को हामीसित जेटार छ तपाईँको 125 सीसी को, पर लिटर 60 किलोमिटर माइलेज छ, एकदम पर्फर्मेन्सहरू एकदमै बबल छ। यामाहाको तपाईँको रेजेटार है, अगाडि डिस्क पनि छ। यसको प्राइस 1,90,000, त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। र यसको ग21 को 2021 मोडलको हामीसित चाहिँ यसको चाहिँ 185, त्यसमा तपाईँलाई डिस्काउन्ट हुन्छ। अर्को हामीसित गण्डकी 25 लट 2023 मोडलको हाइब्रिड सिस्टमको, यसलाई चाहिँ नेगी ब्लू भन्छ यसलाई चाहिँ है, एकदम राम्रो कलर छ। यो पनि इमोस नम्बर हालेर धेरैजनाले चाहिँ कति लटको भन्नुहुन्छ, यो 25 लटको 2023 मोडलको है। यसको प्राइसको कुरा गर्नु पर्दा चाहिँ तपाईँहरूलाई चाहिँ जम्मा 2,70,000, त्यसमा तपाईँलाई डिस्काउन्ट हुन्छ। नयाँमा किन्नु पऱ्यो भने 3,32,900 छ, अहिले तपाईँहरूले चाहिँ हामीले 2,70,000 मा डिस्काउन्ट गरिदिन्छु। र अर्को पनि डियो आएको छ हामीसित है, ग24 को 2023 मोडल, यो चाहिँ 23 मोडलको ओरेन्ज कलरमा आएको छ। यसको प्राइस चाहिँ तपाईँलाई फिक्स प्राइस 2,10,000 मा आउँछ। कस्टमर डियो किन महँगो भयो भन्नुहुन्छ, डियो चाहिँ तपाईँहरू कस्टमरको हाई डिमान्ड भएको कारणले चाहिँ डियो अलिकति महँगो छ र सामान पनि सस्तो छ, जहाँ बिक्री नि पाइन्छ। तपाईँलाई भोलि बेच्नु पऱ्यो भने धेरै घाटा खानु पर्दैन है। र हामीसित चाहिँ स्कुटर अरू पनि छ है। यसको यो चाहिँ तपाईँको इटाली जेट क्रस पार्कको इटाली जेट भन्छ चाहिँ
इन्सेक्टो भन्छ चाहिँ ग 16 को 2018 मोडलको जम्मा तपाईँहरूलाई 70,000 मा दिन्छु है। लगभग 155 हो कि 150 सीसी को। अर्को ग 19 को छ हामीसित यो फ्यासिनो है, फ्यासिनो। यसको प्राइस चाहिँ तपाईँलाई फिक्स प्राइस 1,10,000 मा आउँछ। 2020 मोडलको 125 सीसी को यो पनि है, एफआई इन्जिन हो यो पनि। तपाईँलाई माइलेज पनि लगभग 40 प्लस छ यसको चाहिँ। अर्को ग 18 को रेजर छ हामीसित। धेरैजना चाहिँ पुरानो मोडल रेजर खोज्नुहुन्छ 2019 मोडलको वान है। साइडमा स्क्रैचहरू पनि छ, स्क्रैचहरू तपाईँहरूले पेन्ट गरेर नयाँ बनाइदिन्छु। मात्र तपाईँहरूलाई 95,000 मा आउँछ। र बाइकहरू पनि हामीसित टन्नै छ न्यू रेडी कन्डिसन हाउसमा है। ग 13 को 2016 मोडलको बेनेली छ हामीसित 300 टिएनटी बेनेली। यसको प्राइस चाहिँ 3,90,000 भनेर राखेको। त्यो पनि अहिले तपाईँहरूले डिस्काउन्टमा एकदम मजाले 3,40,000 मा आइसकेको छ। चाँडोभन्दा चाँडो बुकिङको लागि अफर गर्नु होला। र कल र लोकेसनको लागि हाम्रो व्हाट्सएप गर्न सक्नुहुन्छ है। र अर्को हामीसित ग 25 को 2021 मोडलको, ग 21 को 2021 मोडलको, अर्को ग 26 को 2021 मोडलको यो तिनटै ट्र्याकर 250 मिनी क्रसफायर भन्छ यसलाई चाहिँ है। मिनी क्रसफायर तपाईँहरूलाई जम्मा मात्र जुन लय पनि 1,70,000 मा आउँछ है। यो लय पनि 1,70,000, यो लय पनि 1,70,000, यो लय पनि 1,70,000। तिनटै बाइक एकदम बबल फ्रेस छ। तपाईँहरूलाई टस लाग्दैन भने यहीँ आएर माइन्ड मेकअपबाट टेस्ट राइड गरेर लान सक्नुहुन्छ। बाइक चाहिँ एक्सचेन्ज अफर पनि छ न्यू रेडी कन्डिसन हाउसमा। हाम्रो लोकेसन चाहिँ पोखरा नयाँ बजार स्ट्रिट नम्बर 9 मा रहेको छ। तपाईँहरू स्ट्रिट नम्बर 9 मा आउँदाखेरि यहाँ सङ्ग्रहालय छ भने यहाँ मन्दिर छ, त्यसको आडामा न्यू रेडी कन्डिसन हाउस छ है। नम्बर पनि यही छ हाम्रो 98,560,23,697। यो दुईवटा नम्बरमा तपाईँले कल गरेर बुकिङ गर्न सक्नुहुन्छ, व्हाट्सएप गर्न सक्नुहुन्छ। प्लस मेरो नम्बर पनि छोडिदिएको हुन्छु है। र अर्को हामीसित एक्स प्लस के अरे एक्सर 190 आएको छ ग 25 को 2023 मोडलको हामीसित लेटेस्ट मोडलको। जम्मा तपाईँको कति गुडेसम्म जेन्युन पिएम रनिङ पनि देखाइदिन्छु है। लगभग 3026 मात्र गुडेको छ है। 3026 मात्र गुडेको एक्सर 190 तपाईँहरूलाई नयाँमा 8 लाख पर्छ भने अब तपाईँले तिहारमा गएर होन्डा सोरुममा गएर नयाँ किन्नुभन्दा न्यू रेडी कन्डिसन हाउसमा आएर तपाईँले 25 को एक्सर लान सक्नुहुन्छ। जम्मा 3,000 गुडेको 7,10,000 भनेर राखेको छ भने तपाईँलाई डाइरेक्ट डिस्काउन्टमा हामीले 6,60,000 मा दिन्छु। अर्को पनि सेम त्यही हो, 26 को 23 मोडल आएको छ हामीसित है। लगभग यसको क्यामेरा पनि 4,000 मात्र गुडेको छ। यो पनि तपाईँले सोरुममा गएर किन्न पर्दैन, डाइरेक्ट न्यू रेडी कन्डिसन हाउसमा आएर 7,10,000 पनि हाल्नु पर्दैन, 8 लाख पनि हाल्नु पर्दैन, मात्र 6,60,000 हालेर लान सक्नुहुन्छ। र अर्को हामीसित ग 13 को 2017 मोडलको हामीसित 150 एक्सर आएको छ। यसको प्राइस तपाईँलाई 2,85,000 हो। त्यसमा तपाईँलाई नेगोसिएबल गरेर 2,60,000 मा आउँछ है। अझ लाइन गरेर आउनुहुन्छ भने त्यसमा पनि तपाईँलाई डिस्काउन्ट हुन्छ। र हामीसित भिन्टेजको कुरा गर्नु पर्दाखेरि धेरैजनाले आरएक्सको डिमान्ड गर्नुभएको थियो है। आरएक्स भन्दा नि हामीसित एकदम बबल बाइक आइसकेको छ CG 125 होन्डाको। तपाईँको CG 125 लाई नि 150 सीसी बनाएको यस्तो बबल छ कि बाइक होइन। नयाँ छ बाइकको लुक सुक्स देखाइदिन्छु म तपाईँहरूलाई चाहिँ। केही छैन तपाईँको खर्च, यस्तो बबल छ है। तपाईँले लिन चाहनुहुन्छ भने अलिकति प्राइस चाहिँ हाई छ हाम्रो यो चाहिँ। अब तपाईँले खर्च पनि देखाइदिन्छु। अब ट्याक्स तिर्दाखेरि चाहिँ अलिकति महँगै पर्छ है। अगाडिको हेडलाइटको लुक्सहरू पनि देखाइदिन्छु म तपाईँहरूलाई चाहिँ। मिटर चाहिँ अर्कै हालेको है, मिटर बबल छ यो पनि। तपाईँको लुक्स हेर्न सक्नुहुन्छ। तपाईँलाई चाहिँ यसको प्राइस चाहिँ 3,50,000 छ। त्यसमा तपाईँलाई पास गरेर दिन्छु, पास गरेर आउँछ तपाईँलाई यो चाहिँ है। अब हामीसित CBR 250 छ होन्डाको तपाईँको ग 12 को 2016 मोडलको। यो चाहिँ यसको प्राइसको कुरा गर्नुपर्दा चाहिँ तपाईँहरूले चाहिँ मात्र 2,90,000 हो। त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। र धेरैजनाले चाहिँ बुलेट क्लासिक 350 छैन दाइ भनेर डिमान्ड गर्नुभएको थियो। तपाईँहरूको लागि चाहिँ क्लासिक 350 भन्दा नि हामीमा एकदम पावरफुल भएको, माइलेज दिने, डबल साइलेन्सर भएको हामीले जावा 300 लिएर आएको छ है। जावा 300 तपाईँहरूलाई जम्मा 3,60,000 मा आउँछ। 3,60,000 मा आउँछ। ग 23 को, ग 23 को, ग 22 को 21 मोडल, ग 23 को 21 मोडल हो। कलर अप्सन दुईवटा व्हाइट र रेडमा छ है। कुन चाहिँ लानुहुन्छ तपाईँले जम्मा 3,60,000 मा आउँछ यो दुईवटा बाइक चाहिँ है। र हामीसित 220 को अब 220 को डिमान्ड गर्नुभएको थियो। 220 पनि धेरै छैन। ग 21 को 2021 मोडलको 220 हामीसित छ है। यसको प्राइस चाहिँ 2,65,000 तपाईँलाई त्यसमा नेगोसिएबल हुन्छ। र हाम्रो एकजना ह्याप्पी कस्टमर भाइले दसैँभन्दा अगाडि बुक गर्नुभएको थियो यो बाइक चाहिँ ग 26 को 2025 मोडलको जम्मा 7,000 गुडेको बाइक हो, N160। उसले चाहिँ बुक गरिसकेको छ है। यसको प्राइसको कुरा चाहिँ गरिदिउँ होला। र अर्को हामीसित ग 24 को 2023 मोडलको हामीसित 400 डोमिनार आएको छ। यस्तो बबल छ, नयाँ छ। तपाईँहरू सोरुममा गएर किन्नै पर्दैन, यहीँ रिकन्डिसन आएर तपाईँले यो बाइक लान सक्नुहुन्छ। यदि डोमिनार मन पराउनेहरूले है। प्राइस चाहिँ 5,65,000 हो। त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। र हामीसित यामाहाको ST 150 सीसी का आएको छ XTZ ग 22 को 2021 मोडलको। तपाईँलाई जम्मा 2,25,000 हो। त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। एक्सआर जस्तै बबल छ बाइक चाहिँ है। लुक्सदेखि लिनबाट तपाईँको पावरदेखि लिनबाट माइलेजदेखि लिनबाट सबै बबल छ यो बाइकमा चाहिँ है। चलाउन पनि एकदम कम्फोर्टेबल छ। एक्सआर जस्तै हो तपाईँको है। 2,25,000 मा आउँछ जम्मा ग 22 को। तपाईँलाई 2,25,000 मा पनि मजाले डिस्काउन्ट गरिदिन्छु। अब हामीसित KTM को एडभेन्चरहरू छ है। 250 390 एडभेन्चर छ। अफरोडको लागि चाहिँ एकदम बबाल छ तपाईँहरूलाई चाहिँ।
तपाईँले सोचेको भन्दा नि एकदम बबल छ अफरमा चाहिँ। यो रहेको छ ग 27 को 2023 मोडलको हामीसित तपाईँको एडभेन्चर 250 भन्छ यसलाई। अफ रोडमा यति कम्फोर्टेबल छ कि पुरै छोडिदिनुहोस्, डबल लोड चढेर तपाईँले पछाडि ब्याग भिर्दा पनि यस्तो मजा छ, तपाईँको लग्जरी छ है। तपाईँको यसको प्राइसको कुरा गर्नुपर्दा चाहिँ जम्मा 6,25,000 हो, त्यसमा तपाईँलाई डिस्काउन्ट हुन्छ। र अर्को हामीसित ग 19 को 2020 मोडलको हामीसित एडभेन्चर 390 आएको छ। यसको त पुरै छोडिदिनुहोस्, यो त अब घोडाभन्दा बेसी दौडिने बाइक हो है। यस्तो बवाल छ कि एकदम लग्जरी छ कि अफ रोडमा तपाईँको काहीँ केही हल्लेको पनि थपाउनु हुन्न, एकदम बवाल छ यसको सस्पेन्सनहरू है। यसको प्राइस चाहिँ तपाईँलाई 7,25,000 हो, त्यसमा तपाईँलाई मजाले नेगोसिएबल हुन्छ। नयाँमा 10 लाख पर्छ, नयाँमा लगभग तपाईँको 8-9 लाख कति छ यसको चाहिँ है। त्यसमा तपाईँलाई मजाले डिस्काउन्ट गरेर आउँछ। र हामीसित ग 23 को 2022 मोडलको MT150 आएको छ है, MT15 आएको छ है। यसको चाहिँ सीसी 150 सीसी को 2022 मोडलले जम्मा तपाईँलाई चाहिँ 3.5 लाखमा फिक्स प्राइस आउँछ। त्यो 3.5 लाख फिक्स प्राइस आउँछ। क्रस फायरको डिमान्ड गर्नुभएको थियो, ग 23 को 2022 मोडलको हामीसित जेन्युन 5,000 पुगेको एचजे 250 आएको छ फुल डटमा। यसको प्राइस चाहिँ 4 लाख हो, त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। र अर्को हामीसित ग 23 को 2021 मोडलको हाइपर आएको छ फुल डटमा है। यो बिचको चाहिँ तपाईँहरूलाई चाहिँ जम्मा 3,25,000, त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। र अर्को हामीसित ग 17 को 2019 मोडलको GR7 आएको छ फुल डटमा 2,60,000मा पनि तपाईँलाई डिस्काउन्ट हुन्छ। र चाँडोभन्दा चाँडो बुकिङको लागि खबर गर्न सक्नुहुन्छ। बुकिङको लागि तपाईँले हामीले दिएको नम्बरमा व्हाट्सएप गर्न सक्नुहुन्छ र कल गर्न सक्नुहुन्छ। हाम्रो लोकेसन चाहिँ पोखरा नयाँ बजार स्ट्यान्ड नम्बर 9 मा रहेको छ। र हामीले यही दसैँ तिहारको बिचमा चाहिँ लकी ड्रमा चाहिँ हामीले भेस्पा पार्ने भनेको चाहिँ यही व्हाइट कलरको भेस्पा हो। अफर नै अफरको धमाका है। चाँडोभन्दा चाँडो तपाईँहरूले पनि आएर बुकिङ गरेर तपाईँले लान सक्नुहुन्छ है। त्यो कुपनमा चाहिँ तपाईँको पनि भाग्य हुनसक्छ। र हामीसित यो स्प्लेन्डर पनि बुकिङ भइसकेको छ है। कुनामा बाइकहरू पनि स्टक छ। एभेन्जर छैन भन्नुभएको थियो, एभेन्जर पनि छ हामीसित। ग 15 को एभेन्जर र ग 11 को एभेन्जर छ। 150 सीसी को 220 सीसी को यो चाहिँ 1,65,000 को हो। यो चाहिँ तपाईँको चाहिँ 1,10,000मा मात्र आउँछ। वान एन्ड बाइक हो, एकदम फ्रेस छ है। तपाईँको बाइक यहाँ थन्काउँदाखेरि तपाईँले बिग्रेको बाइक भन्नु होला, यहीँ आएर तपाईँले टेस्ट राइड गरेर हेर्न सक्नुहुन्छ। बाइक एकदम बबल छ हामीसित चाहिँ है। अब म चाहिँ लगभग अब आरटिआर हामीसित टिभीएस कम्पनीको आरटिआर पनि हो रहेछ है। पहिला चाहिँ हामी एनएसतिर जाऊँ। अब एनएस पनि 1 पिस एनएस हो। ग 22 को 2021 मोडलको हामीसित NS 200 व्हाइट कलरमा आइसकेको छ है। यसको प्राइस चाहिँ 2,65,000 हो, त्यसमा तपाईँलाई मजाले नेगोसिएबल हुन्छ। र चाँडोभन्दा चाँडो बुकिङको लागि खबर गर्नको लागि तपाईँलाई चाहिँ हामीले दिएको नम्बर व्हाट्सएप गर्न सक्नुहुन्छ र कल गर्न सक्नुहुन्छ। हाम्रो लोकेसन पोखरा नयाँ बजार स्ट्रिट नम्बर 9 मा रहेको छ है। हामीसित टिभीएस कम्पनीको आरटिआर पनि 4वटा आइसकेको छ। यो रहेको छ ग 23 को 2022 मोडलको आरटिआर 200 4B। यो चाहिँ FA वाला इन्जिन हो। यसको प्राइस चाहिँ तपाईँहरूलाई चाहिँ 2,90,000, त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। र अर्को हामीसित ग 17 को 2019 मोडलको आरटिआर 200 4B आएको छ। यसको प्राइस तपाईँहरूलाई चाहिँ जम्मा 1,45,000, त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। र अर्को हामीसित ग 21 को 2021 मोडलको आरटिआर 200 4B यसको प्राइस चाहिँ तपाईँहरूलाई चाहिँ 1,70,000, त्यसमा डिस्काउन्ट हुन्छ। र अर्को हामीसित ग 23 को 2022 मोडलको राइडर 125 सीसी को आएको छ। यसको प्राइस 2,25,000, त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। र एफजेड पनि छ हामीसित है। ग 16 को ग 20 को रहेछ ल। ग 20 को 2021 मोडलको जेन्युन सोरुम कलर भएको हामीसित चाहिँ एफजेड V2 आएको छ 150 सीसी को 2,35,000मा तपाईँलाई नेगोसिएबल हुन्छ है। अर्को पनि छ हामीसित एफजेड, म तपाईँहरूलाई देखाइदिन्छु। यहाँ पनि छ है, अगाडिबाट देखाउँछु तपाईँहरूलाई चाहिँ म ल। यो रहेको छ ग 16 को 2018 मोडल एफजेड V2 150 सीसी को रातो कलरको। यसको प्राइस तपाईँलाई चाहिँ 1,65,000, त्यसमा तपाईँलाई मजाले नेगोसिएबल हुन्छ। इन्जिन सिल प्याक हो, वान एन्ड बाइक हो। यहाँ तपाईँहरूले टेस्ट राइड गरेर माइन्ड मेकअप गरेर लान सक्नुहुन्छ। र एक्सचेन्ज अफर पनि छ। यही तिहारभित्र आएर तपाईँहरूले बाइक किन्नुभयो अनि अथवा बुकिङ गर्नुभयो भने भेस्पा स्कुटर लकी ड्रमा हामीले कुपन काटेको छु। त्यो कुपनभित्रमा कसको भाग्यशाली छ, कसको भाग्य बलियो छ, उहाँलाई त्यो स्कुटर पाउन सक्छ यसपालिको दसैँ तिहारमा। सो चाँडोभन्दा चाँडो बुकिङको लागि तपाईँहरूले खबर गर्न सक्नुहुन्छ र न्यू इयर रिकग्निसन हाउसमा आएर तपाईँले भिजिट गर्न सक्नुहुन्छ। र हामीसित ग 22 को 2021 मोडलको वान एन्ड सिल प्याक इन्जिन ब्ल्याक कलर सोरुम कलर हैन। यसको प्राइस चाहिँ तपाईँलाई 2,35,000, त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। अर्को ग 15 को 2018 मोडलको रेड कलरको छ हामीसित। यसको प्राइसको कुरा गर्नुपर्दा चाहिँ जम्मा तपाईँलाई चाहिँ 1,55,000, त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। अर्को ग 19 को 2020 मोडलको हामीसित एफजेड V2 आएको छ है। एकदम बबाल फ्रेस कन्डिसनमा छ सबै बाइकहरू है। यसको प्राइस चाहिँ यहीँ लेखिदिएको छु है, 1,90,000 रुपियाँ लेखिदिएको छु। प्लस हामीसित चाहिँ हाइवेको लागि तपाईँको स्पोर्टको लागि यस्तो बवाल छ बाइकहरू है। डुकहरू एनकेहरू तपाईँको अहिलेको नयाँ नयाँ बाइकहरू एक्सप्लस पनि छ हामीसित। ग 25 को 2020 मोडलको एक्सप्लस 2B भन्छ यसलाई चाहिँ है। 4B भन्ने अलिकति बबलै भन्छ, 2B पनि बबलै हुन्छ चलाएर कन्डिसन राख्यो भने चाहिँ है।
2020 मोडलको जम्मा 2,45,000 छ। त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। र हामीसित केटिएमको एकदम भयानक बाइक आएको छ। G25 को यो दुईटै बाइक देख्न सक्नुहुन्छ। यस्तो फुल्ली लोडेड छ कि नयाँ छ कि 24 मोडल हो। यो पनि 24 मोडल हो र यो पनि 24 मोडल हो। तपाईँको प्राइस हामीले जम्मा 6,25,000 भनेर राखेको छु भने त्यसमा लाने गरेर आउनुहुन्छ भने तपाईँलाई यो दसैँ तिहारको बिचमा हामीले 30 देखि 40,000 सम्म डिस्काउन्ट दिने अफर राखेको छु र 6,25,000 मा तपाईँलाई 30, 40, 50,000, 60,000 डिस्काउन्ट पाउन सक्छ। सो चाँडोभन्दा चाँडो बुकिङको लागि खबर गर्न आइदिनु होला र दिएको नम्बरमा तपाईँले कल गर्न सक्नुहुन्छ, व्हाट्सएप गर्न सक्नुहुन्छ। र हामीसित G13 को 2017 मोडलको डुक 250 BS4 है, एकदम बबाल छ, दामी छ, पावर पनि एकदम स्मुथ छ। तपाईँको 200 भन्दा नि है तपाईँहरूलाई चाहिँ जम्मा 3,15,000 त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। र अर्को हामीसित G26 को 2024 मोडलको डुक 200 BS6 जम्मा 2500 गुडेको नयाँ सोरुममा गएर तपाईँले 6 लाख हाल्नुभन्दा हाम्रोमा आउनुहोस्, जम्मा तपाईँले 4,85,000 हाल्नुहोस्, लैजानुहोस्। सोरुममा 6 लाख पर्छ भने तपाईँले जम्मा यहाँ अहिले 4,85,000 4,85,000 मा जम्मा 2500 गुडेको डुक 200 BS4 आइसकेको छ। तपाईँलाई विश्वास लाग्दैन भने डुक सोरुममा गएर यसको मिटर तपाईँहरूले मेसिनमा चेक गरेर हेर्न सक्नुहुन्छ। घरबाट केही पनि गरेको छैन, जेन्युन गुडेको। तपाईँलाई हामीले अनरको नम्बर सधैँ दिन्छु। तपाईँलाई चाहिँ यसको इन्जिन वारेन्टी, यसको सर्भिसिङ फ्री सबै सोरुममा हुनेछ है। नम्बर याद गरेर स्क्रिनसट गरेर व्हाट्सएप गर्नु होला। 4,85,000 फिक्स प्राइस हो। यदि लिन चाहनुहुन्छ भने यो दसैँ र तिहार भित्रमा तपाईँहरूले चाहिँ एकदम अफरमा दिएको छु है। र अर्को G14 को 2017 मोडलको हामीसित डुक 200 BS4 आएको छ। मार्केटमा अहिले सबभन्दा हाई डिमान्ड भनेको तपाईँको डुक 200 BS4 हो। यही मोडलको हो तपाईँको है। 17 मोडललाई जम्मा 3,30,000 मा आउँछ तपाईँलाई। अर्को हामीसित 15 मोडल छ, यो 2,65,000 त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। र हामीले दसैँ तिहारको बिचमा चाहिँ हामीले फिक्स प्राइस भनेर यो दुईटा NK 250 र बेनेल 250 राखेको छु। फिक्स प्राइस 2 लाख भनेर राखेको छु भने अझै पनि तपाईँलाई घटाएर 1,95,000 फिक्स प्राइस, 1,95,000 फिक्स प्राइस। 2019 मोडल 1 बाइक हो। एकदम चाँडोभन्दा चाँडो बुकिङको लागि खबर गर्नु होला। बाइक दुईटै हरिब छ है, ल हेर्नु है लुक्सहरू। र अर्को हामीसित G22 को 2021 मोडलको टेकन 250 आएको छ है। धेरैजनाले चाहिँ टेकन 250 लाई चाहिँ बालै दिन्न, तर बाल दिने हो भने चाहिँ यो बाइक चाहिँ तपाईँको क्रस फायर भन्दा पनि अरू बाइक भन्दा पनि अफरोडिङको लागि चाहिँ यस्तो बवाल छ है। 250 सीसी को डबल साइलेन्सर हामी चाहिँ लेगाड हेर्नुहोस्। तपाईँको यसको प्राइस फिक्स प्राइस हामीले लानु गरेर आउनुहुन्छ भने 1,65,000 मा दिन्छु त। 21 मोडलको गाडी 1,65,000 मा आउँछ तपाईँहरूलाई त। न्यू इयर रिकन्डिसन हाउसमा तपाईँहरूले सस्तो स्कुटर, सस्तो बाइक भन्नुभएको थियो। यो लाइनको सबै सस्तो बाइक र सस्तो स्कुटर हो। हामीले चाहिँ तपाईँलाई भिडियोमा प्राइस पनि भनिदिनेछु है। यो तपाईँको 1,50,000 मा आउँछ भने यो तपाईँलाई 75,000 मा आउँछ। यो विगो छ तपाईँलाई 1,20,000 मा आउँछ। यो छ तपाईँको G16 को 2018 मोडल तपाईँहरूलाई चाहिँ जम्मा 1,15,000 मा आउँछ। 10 को विगो छ 85,000 मा आउँछ। यो G17 को छ तपाईँलाई 1,20,000 मा आउँछ। यो G10 को विगो छ तपाईँलाई 85,000 मा आउँछ। G12 को फेसन तपाईँलाई 75,000 मा आउँछ। G15 को जुपिटर तपाईँलाई जम्मा तपाईँलाई 1,05,000 मा आउँछ। यो G15 को यो 90,000 मा आउँछ। यो G7 को तपाईँलाई जम्मा 45,000 मा आउँछ। यो G12 को तपाईँलाई चाहिँ जम्मा 70,000 मा आउँछ। यो G7 को जम्मा 45,000 मा आउँछ। यो G7 को डिस्कभर तपाईँलाई जम्मा 55,000 मा आउँछ। यो पनि तपाईँलाई 55,000 मा आउँछ। यो तपाईँलाई 35,000 मा आउँछ लिबिरो है। G10 को पल्सर तपाईँलाई जम्मा 95,000 मा आउँछ। यो तपाईँको ड्रिम योगा भन्छ यसलाई 70,000 मा आउँछ। यो सलुडो पनि 70,000 मा आउँछ। यो तपाईँको अब 21 मोडलको यो चाहिँ 1,65,000 त्यसमा तपाईँलाई डिस्काउन्ट हुन्छ। र अर्को यो पनि छ 70,000 मा आउँछ। र अर्को हामीसित G15 को हर्नेट छ 1,20,000 मा आउँछ। र G13 को जिक्सर छ हामीसित, यो पनि 1,15,000 मा आउँछ। र यहाँ भएको बाइकहरू सबै तपाईँहरूले थोत्रो बिग्रेको भन्नुहुन्छ भने तपाईँहरूको लागि चाहिँ हामीले चाहिँ यो बाइकमा चाहिँ 2 वर्ष सर्भिसिङ फ्री, 2 महिना इन्जिन वारेन्टी दिनेछु। र लानुभन्दा अगाडि फुल सर्भिसिङ, फुल मेन्टेनेन्स, फुल बडी पेन्ट गरेर तपाईँलाई नयाँ बनाएर दिनेछु। तपाईँले चाहे 45,000 को किन्नु, चाहे 70,000 को किन्नु। ल हाम्रो लोकेसन चाहिँ पोखराको नयाँ बजार स्ट्रिट नम्बर 9 मा रहेको छ है। न्यू इयर रिकन्डिसन हाउसलाई धेरैजनाले माया गरिदिनु भएको छ। युट्युबमा पनि धेरैजनाले युट्युबमा भिडियो आएन, अपडेट आएन भन्नुभएको थियो। सो हामी बिजी भएर तपाईँहरूको लागि चाहिँ भिडियो ल्याउन पाएन है। हाम्रो पोखरा नयाँ बजार स्ट्रिट नम्बर 9 मा यो सङ्ग्रहालय रहेको छ भने साइडमा तपाईँको मन्दिर रहेको छ, शिव मन्दिर है। योभन्दा 2 घर तल्लोपट्टि चाहिँ तपाईँको बजाज सोरुम छ। त्योभन्दा माथि हाम्रो न्यू इयर रिकन्डिसन हाउस छ। तपाईँले चाहिँ यहाँ आएर भिजिट गर्नु होला। अहिले चाहिँ मार्केटमा धेरै स्क्यामहरू बढिरहेको छ है। न्यू इयर रिकन्डिसन हाउसको फोटो तपाईँहरूले व्हाट्सएपमा राखेर तपाईँहरूले स्क्याम गरिरहेको छ है। 3 लाखको बाइकलाई 90,000 भनेर तपाईँहरूले चाहिँ बुकिङ गर भनेर चाहिँ स्क्याम गरिरहेको छ। त्यसबाट चाहिँ तपाईँहरू अलर्ट अब जोगिनु होला है। तपाईँहरूले चाहिँ न्यू इयर रिकन्डिसन हाउसमा चाहिँ आएर भिजिट गरेर कुन चाहिँ बाइक स्कुटर मनपर्छ तपाईँहरूको लागि चाहिँ अन्य किसिमको बाइक स्कुटर राखिसकेको छ न्यू इयर रिकन्डिसन हाउसले। यो दसैँ र तिहारमा अफर मात्र होइन कि तपाईँहरूलाई हामीले 12 मास अफर दिनेछु है। प्राइसहरू एकदमै मिलाएर डिस्काउन्ट गरेर एक्सन अफर पनि दिनेछु।
सो त्योभन्दा चाँडो भन्दा चाँडो बुकिङको लागि तपाईँले खबर गर्न सक्नुहुन्छ। ल